ल हाय मेरो भाइ मेरो प्यारो भाइ सबैले मेरो भाइलाई पछ्याउनुहोस् अनि हो मेरो भाइ त्यति भाग्यमानी मद्रासी हिरो तपाईको केही शब्द राख्न चाहनुहुन्छ मेरो त चुम्मा हो किनकि मेरो हुनु नै यसको हुनु हो यसलाई मैले केही भन्दैछु त म केटा भएको भाइ यही घरको बुहारी हुन्थ्यो म यस्तोसँग चाहिँ बिहे गरेर आउँदिन हैन लिपस्टिक कोही महँगो लिपस्टिक हो त खाइदिम न त लु लु उयो त्यो पिलेन बिचमा रोकाउँछ ल झरेर कागती सागती किनेर खानु ताचला भन्नु न मम्मी खानु पिलेन एकछिन रोकाइदिनु कपाल छुट्छ कि फेरि खोलेर चाहिँ ढोगेर चढ्दाखेरि ओइ हेलो गाइस, अहिले चाहिँ म हाङ्केको आमालाई भेट्न जाँदैछु। आज नाना फर्किनुहुन्छ होला अनि म बसेको थिएँ क्या नानालाई नै भेट्ने भनेर। अब घर गइसकेको थिएँ अनि अहिले चाहिँ म सुटिङमा जाँदैछु साथी सिरियलको। कतिजनाले हेर्नुहुन्छ साथी सिरियल? ह्यापी बर्थडे टु यु ह्यापी बर्थडे टु यु ताजा बर्थडे लु हौ बर्थडेको दिन पनि मेकअप जान्छ केक आमा मेरो आमा आइज न मुखमान गर्छु मुख त चोखा राखिदिनु पर्छ म त अघि हिँडिसक्दैन नत्र आमा र साथीलाई मेरो साथीले चाहिँ के यस्तो मात्र खान्छ भन्ने कुरा मलाई थाहा छ नि त ह्यापी बर्थडे मेरो साथी नलगाइदै मेरो मेकअप जान्छ कम्फु पाण्डा भाइ लिपस्टिक कोही महँगो लिपस्टिक हो त खाइदिउँ न त। लु लु उयो त्यो पिलेन बिचमा रोकाउँछ ल झरेर कागती सागती किनेर खानु ताचला भन्नु न मम्मी खानु पिलेन एकछिन रोकाइदिनु कपाल छुट्छ कि फेरि खोलेर चाहिँ ढोगेर चढ्दाखेरि ओइ त्यो पिलेनमा त हात मेरो छोरीलाई ह्यापी बर्थडे त्यहाँ भरे बाटोमा प्लेन रोकाएपछि उत्रेर खाजा खानु है। हुन्छ छोरी लुती भएर कति गालहरू ल्याइदिनु भएको धेर लुते भएर अलिक मोटा होस् भनेर होला ओहो म त तपाईको केही शब्द राख्न चाहनुहुन्छ मेरो त चुम्मा हो अब सिधै किनकि मेरो हुनु नै यसको हुनु हो यसलाई मैले केही दिइराख्नु पर्दैन यसलाई मेरो मन तन धन ज्यान सबै दिइसकेको एउटा जुत्ता चाहिँ मैले हेरि नै रहेको छु सर्ट पठाइदिन सक्छु त्यो यार जुत्ता एउटा दुईटै के गर्छ नि अर्को चाहिँ खाली कोटा दुईटा एक जोडी ल जा भयो कस्तो खालको किन्छस् कस्तो उयो के लाग्यो यसले कस्तो मिठो बनाएको चाटु अलिकति चाटु लाग्यो के लाग्छ तैँले खालको साँच्चै कस्तो मिठो गनाएको छ के गना गरी बास्ना तेल फ्युजन लगाएर ओइ यो त कस्तो डेन्जर भन्दैछु त म केटा भएको भाइ यही घरको बुहारी हुन्थ्यो म यस्तोसँग चाहिँ बिहे गरेर आउँदिन होइन अहिले पो त्यो म यसो सम्झाउँछु बुझाउँछु त्यतिखेर अर्को जन्ममा म छोरा मान्छे भयो भने त जस्तो बुढी बिहे गर्दिन हेर बरु बुढो कन्नै बस्छु गन गन गरेको मासु खान्छ यस्तोसँग म गर्दिन म जस्तो म चाहिँ बुढा त चाहिँ बुढी क्या म जस्तो बुढा पाउनु त भाग्यमानी होइन बुहारी हुनु त भाग्यमानी के गर्नु छोरी भएर जन्मे होइन हुनु परेको छैन यस्ता तै पनि म यस्तो है म केटा केटी म जात भात नछुटाउने मान्छे हो केटी पनि मलाई ठिकै छ नाना के अरे बोले पछि होइन होइन अरे तपाईँले चाहिँ तँलाई म झोरीमा चाहिँ होइन ए त छुटिहाल्नु पनि बुढीको बर्थडेमा लाजले मर्नु अहिले त पुरै खुल्ला मनले बोल्दा हुन्छ झुप्पी हुनुहुन्न नि त यहाँ चोइस मेरो फेभरेट कलर हो तिमीलाई थाहा त मेरो फेभरेट भनेर मैले लेख्नु लगाएको मेरो पनि यही कलर हो फेभरेट ओइ मिल्दो रहेछ मलाई थाहै थिएन यार तेरो पनि पर्पल कलर हो काने खुसी नगर है समाजले अहिले के भन्छ ल भडारी ल्यावा सानेको आमालाई बिस्तार मार्दै अनि तपाईँ पनि खुवाइदिनु न प्यारीलाई
खै अब बिना दाइ लु न बाटो हेरेको नजाएर फरक्कै उता फर्किनुहुन्छ के गर्ने हात कामेको माया त छ नि माया त छ यसो चाहिँ नगर्नु है माया त झन् त दाइ। यहाँ सुन्नु दाइ समाजको छेउमा त्यो नगर्नु है लाग्नु त जेवान मर्दा हो बिना चाहिँ नगर्नु माया त छ नि त होइन सबैलाई स्लाइस काट्दिउँ होला है अब बिचरा होइन यहाँ ल्याउन म पनि खुवाइन्छु नानालाई थोरै म चाहिँ क्यामेरामा नआउनु क्यामेराम्यान उहिलेको के उहिले फिल्ममा क्यामेरामा आउनु छ भने यसरी कुदिदिन्थ्यो अरे क्या मान्छे यसो यसो गर्दो रहेछ आउँछ म अचेल क्यामेरा देख्ने बित्तिकै भाग्नु मन लाग्छ मलाई अनि मेरो मायाको मेरो निधारमा लिएर जा आज फेरि के साह्रो राम्रो देखेको हौ यो अघि मेकअप गरेर बाटो राख्नु आँटेको ल थ्याङ्क यू रक्षा हाङ्गेको छोरा हाङ्गेको भाइ बाङ्गे जन्माउनु मेरो छोरी आएर के बसेको छ झोला लिएर नमस्ते गर्यो सबैलाई म नमस्ते बेच्नु आएको होइन भन्नु नमस्ते गरेर सबैलाई बेच्नु आएको नमस्ते सबैलाई गर म तिमीसँग बोलेको छुइनँ नि यता मात्रै बोलेको मसँग मेरो पनि छोरी हो नि त तेरो छोरी मेरो छोरी त्यो तेरो बुढा मेरो बुढा चाहिँ होइन अरू सबै हो। बिस्कुट क्या यो नेपाल सरकारको सुरुङ हो जुन हाङ्गेको आमाले निर्धारण गर्दै थाहा छ हामी यस्तो यस्तो समाजमा बसेको जहाँ के हाम्रो कुरा होइन हाम्रो चाहिँ एकछिन पिडाको न, बिस्कुट यहाँ। छुट्याउँछ 2017 देखिको हो हाम्रो होइन मेरी दिदी मेरी प्राणभन्दा प्यारी नभनौँ कथामा पहिलाको लभ पनि हो त्यही भएर अब फेरि हाम्रो लभ स्टोरी चल्नेछ अहिले आफै चल्दैछ दिइरहेको छ त ह्याप्पी बर्थडे सेङमा ए लाजु मेरो रिजु यो बाख्री मेरो छोरी हो नाना मैले ल्याइदिएको टिकाले कस्तो सुहाएको हौ के जस्तो देख्यो रानी खरानी बदामे नि देखियो तेरो मनोलग छ बिसेलास कामको कुरा मेरो ह्यान्डसम भाइ आयो मद्रासी हिरो मेरो ह्यान्डसम मद्रासी भन्दा त सबैले मलाई पो फोकस गरिरहेको मेरो ह्यान्डसम तपाईँको भाइ होइन मेरो भाइ हो जो पनि यसको भाइहरू छ नि तँ छान मलाई छान्छस् के त छान्छस् म नि होइन प्यारो त नमस्ते को प्यारो प्यारो को को प्यारो नम्र बन्ने गरे देखि मेरो ह्यान्डसम हो नि त मेरो ह्यान्डसम भाइ हो ल अनि पारस चाहिँ को पारस पारस त क्रस त्यही त है बुझ्नु भयो लाछेन नानी आमा आमा फेरि एकचोटि भनिदिनु त यो वाला भन्नु न आमा एकचोटि गाडीको करे हैन कस्तो वास्ता गाडीमा बस्दा हेरे कि यसो हेरेको अरे त पछाडि बुङ बुङ उडाउँदाखेरि आमाले अब के भएको त फाल्यो झ्यालबाट फ्यालिन्जेल बुङ बुङ पाल्यो अरे नि सट्टा फाल्यो अरे अरू चाहिँ मुसु मुसु तपाईँ खानेलाई त असर हुँदैन न दिदीकोमै उतै झन् ल हाई मेरो भाइ मेरो प्यारो भाइ सबैले मेरो भाइलाई पछ्याउनुहोस् राम्री राम्री केटीले
आमाजु हामी दुईजना हेर्नु कति राम्रो छौँ हामी छुची छुइनौँ माया गरेर माया गरेर राख्छौँ बुहारीहरूलाई बुहारीहरूलाई सुटिङ खेलाउँछौँ होइन पछ्याउनु है मेरो भाइलाई एकदम पछ्याउनु एकदम बाटोमा 3-4-5 जनाले छेकेरै पछ्याउनु मलाई त यो मलाई फेरि मेरो भाइ यस्तो हेन्डसम लाग्छ नि मलाई त्यस्तो हेन्डसम लाग्छ मेरो भाइ यति हेन्डसम लाग्छ त्यस्तो ज्ञानी छ यति ट्यालेन्ट छ भाग्यमानी हो मेरो भाइ पैसा बाला गऱ्यो भने राम्रो व्यापार पनि हुन्छ बिजनेस हुन्छ थाहा छ राईको चुङ्गा भुत्ला आउनु त सबैभन्दा भाग्यमानी हो मेरो भाइ त्यति भाग्यमानी मद्रासी हिरो ऊ चाहिँ हिरो नि परेको छैन तर मेरो भाइ चाहिँ परेको छ मलाई पनि त हिरोइन नै भन्छ नि भन्नेले कसले माथितिर दुईटा आँखा फुटेको त हो शेर्पा दुईटा आँखा फुटेको त त्यसको चाहिँ हो मेरो भाइलाई सबैले पछ्याउनु लु केक खानु केक खाम बिचरा आकाश बाबु आकाश बाबुको भाइ बिस्कुट मात्र खान्छ ऊ बिस्कुटै सबैले मोटाउँछ अरे नि त होइन हामी चाहिँ बिस्कुटै खान्छौँ ऊ लक्ष्मणलाई म त पहिल्यैदेखि केकको बिस्कुट दियो भने खाने होइन नि फ्यालिदिने हो पठायो तिमी होला अलिक ज्यान लागेछ लक्ष्मण नानीको बर्थडे हो नानी मैले चिनिनँ हाम्रो सिमनाको छोरी कति काली आएको मान्छे त यहाँ तपाईँलाई थाहा छ यो घडी पाउन लाउँछ मामाले मसँग झगडा गर्नु हो त अनि कोर्छु त म बर्थडे पो रहेछ त नानाको त त्यही त म त चाउमिन खानु बोलाएको तिमीलाई केक लिएर ह्याप्पी बर्थडे टु तर आज होइन नि त अनि थाहा छ हौ थाहा छ यहाँ अनि यो आकाश छ आकाशले मलाई गाली थाहा नै छैन अनि यो आकाश चाहिँ मलाई सुटिङ गरौँ भन्छ अनि भोलिको दिन सुटिङ गर्नु अरे पर्सि गरौँ भनिरहेको छु म चाहिँ बेलुकातिर आइज न मेरो घर भइहाल्छ त मलाई म फोटो तरकारी खेको तरकारी करेन्ट चाउचाउको यहाँ छ यो यत्रो चिकन विङ्स नानाले दिएको यहाँ तिमीलाई भन्छ किन यहीँ छ त अनि फाइनली कति पछाडि कति काले आयो नानाले फेरि आलुचप ल्याइदिनु भयो अनि भन्छ सुटिङ भइरहेछ हल्ला गर्नु हुँदैन यहाँदेखि त कति गोरी आयो भान्जी त्यही भएर मात्र त हो नि नभए त कहाँ छ गोरी त यो सकेकै छैन मेरो त चाउमिन खान आएको चाउमिन खाने हो मेरो यो चर्कियो नाना तिनवटा फुटिसक्यो फोन वास्ता नगर्नु भएर कस्तो मेरो त स्क्रिन फेरेको यहाँ टेम्पर ग्लास तिमीहरू सुटिङ गरे हो कि गर सुटिङ गर मैले लिएर जानुपर्ने छ यो ब्याग अनि अरूहरू नाना र भान्जी चाहिँ हिँड्दै आउने अरे ल ए भिडियो खिच्ने बित्तिकै भाग्नुपर्छ सुटिङ गर न अघि त एक्टिङ गर्दै थियो त बुढा कि अङ्कल अरे मलाई यसरी बसेको दादा भन्ने ल के अरे अङ्कल लु जाऊ छिटो म गरिदिन्छु दादा त्यो अङ्कल न यो नानाले अलिक सिधा गरेर हिँडेको यो नाना हेर कान्छा चाउमिन खान्छस् आइज भनेर चाहिँ बोलायो अनि लौ न त भन्दै आएको थिएँ म ठ्याक्कै म त कछुवा अरे पछाडिबाट होइन मेरो साइकल गदा अरे यसरी भारी बोकाएर यो पनि बाङ्गिसकेको छ यही क्याबिनमा राखेको नि त साग हेर कत्रो कत्रो मुठा छ हुन त यत्रै खालको चिकन यो लेग पिस के अरे पखेटा पनि खुवाएको थियो विङ्स सुकुटी चाउमिन खाएको क्यालोरी गर्नु पर्यो नि कस्तो बाङ्गो बाङ्गो भन्न सम्झे यहाँ आएछु भन टोपी बिर्सेर यो भान्जीलाई चाहिँ पठाएको टोपी लिनलाई भन्न पुगेको भए के हाल हुन्थ्यो
कहाँबाट ठ्याक्कै याद आयो क्या मलाई टोपीको कसरी याद आयो कसरी सक्स पनि छुटेको रहेछ यहीँनिर जुत्ता लाउनु ए भान्जीले छोड त दिमाग नमस्ते 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 प्रवेशनी आइपुग्यो भर्खर सामान झार पो अनि यहाँ मिलाउनुपर्छ होइन त्यो चाहिँ झार न त्यो त्यहाँ भएको सामान चाहिँ के छ अनि यहाँको एकचोटि होइन नानाकैसँग नाना नाना जानु आँट्नुभयो हेब्बी यहाँ पहाड चढ्नु बिचरा पहाड चढ्नु आँटेको जस्तो रट्ठ टोपी लगाऊ है त्यो मोबाइल कस्तो बाई 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 ल